छत्र थापाले आफ्नै श्रीमती बिन्दा थापा र छोरी ममता थापाको छुरा प्रहार गरी हत्या गरेका थिए। मिलन भनिने 50 वर्षे छत्रबहादुरले पर्सिमोन ड्राइभ स्थित आफ्नै अपार्टमेन्ट भित्र 10 इन्च लामो धारिलो हतियार प्रयोग गरी आफ्नी श्रीमती बिन्दा र छोरी ममताको ज्यान लिएका थिए। स्थानीय समयअनुसार बिहान करिब 5:15 बजे घरेलु हिंसा सम्बन्धी सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो। त्यहाँ पुगेपछि प्रहरीले देखेको दृश्यलाई फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले कल्पना नै गर्न नसकिने अत्यन्तै भयावह र हृदय विदारक भनेर वर्णन गरेका थिए। थापाका ज्वाइँ 35 वर्षे सन्तोष कुमार बस्नेतले बाहिर गाडीबाट हिउँ हटाउँदै गर्दा घरभित्रको कोलाहल सुनेपछि 911 मा फोन गरेका थिए। हतारिँदै भित्र पस्दा उनले आफ्नी 31 वर्षीय श्रीमती ममता थापा र 51 वर्षीय सासू बिन्दा थापालाई रगतले लतपतिएको अवस्थामा भेटाएका थिए। त्यसपछि थापाले ज्वाइँ बस्नेतमाथि पनि आक्रमण गरे, जसका कारण बस्नेत गम्भीर घाइते भएका छन्। घटनास्थलमा पुगेका प्रहरीले थापालाई बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा भेटेका थिए। पटक पटक हतियार छोड्न आदेश दिए पनि नमानेपछि प्रहरीले गोली चलाएको थियो, जसबाट घटनास्थलमै थापाको मृत्यु भएको थियो। प्रहरी पुगेपछिका यी सबै घटनाक्रमका दृश्यहरू प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीका अनुसार घटना भएको दिन बिहान छत्रका ज्वाइँ सन्तोष बस्नेत र छोरी ममता थापा काममा जाने तयारीमा थिए। सन्तोष बाहिर पार्किङमा आफ्नो कारबाट हिउँ पन्छाउँदै गर्दा अपार्टमेन्ट भित्रबाट चिच्याएको र ठुलो आवाज सुनेपछि भित्र दौडिएका थिए। बाल्कनीको ढोकाबाट भित्र छिर्दा उनले 1 वर्षको छोरा एक्लै रोइरहेको भेटे अनि श्रीमती ममता